माननीय शिशिर खनाल। सम्माननीय सभामुख महोदय, हुन त यो बिलमा हामी अघिल्लो पटक पनि छलफल गरिसकेकै हौँ। प्राविधिक कारणवश दोहोर्याएर हामी छलफल गर्दैछौँ। अब यसको चर्चा पूर्ववक्ता मान्यज्यूहरूले नै गरिसक्नुभयो। मोन्ट्रियल प्रोटोकल किगाली संशोधनको अनुमोदनमा हामी छलफलमा भाग लिइराखेका छौँ। यसमा गर्ने कि नगर्ने सवाल त्यो छैन, किनभने यो हामीले अनुमोदन गर्नै पर्दछ। हामीले अन्तर्राष्ट्रिय सन्धिमा हामीले हस्ताक्षर गरिसकेका छौँ। त्यस हिसाबले नै यसलाई अनुमोदन गरेर कार्यान्वयन गर्नु नेपालका लागि, हाम्रो देशका लागि अनिवार्य दायित्व हो। तर छलफलमा भाग लिँदै गर्दा सवाल के छ भने हामीले यो ओजन तह घटाउनका निमित्त के कस्ता पूर्व तयारीहरू गरिराखेका छौँ। खास गरिकन यसलाई हामीले अनुमोदन गर्दै गर्दा केही 5-7वटा महत्त्वपूर्ण कुराहरू। नेपालले हाइड्रोक्लोरोफोन कार्बनको प्रयोग नियमन गर्नुपर्छ, जुन ग्लोबल वार्मिङ बढाउने प्रमुख कारकहरूमध्ये एक हो। नेपालले हाइड्रोक्लोरोफोन कार्बनको उपयोग स्थिर राख्न सक्नुपर्छ, अर्थात् थप वृद्धि गर्न नपाइने। सन् 2029बाट नेपालले हाइड्रोक्लोरोफोन कार्बनको खपत 10%ले कटौती गर्नै पर्ने बाध्यकारी व्यवस्था छ। सन् 2045 सम्ममा नेपालले हाइड्रोक्लोरोफोन कार्बनको खपत 80%ले घटाइसक्नुपर्नेछ। नेपालले राष्ट्रिय रूपमा हाइड्रोक्लोरोफोन कार्बनको व्यवस्थापनका लागि नीति तथा कानुनी संरचना विकास गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ। हाइड्रोक्लोरोफोन कार्बनको आयातलाई नियमन गर्न लाइसेन्स प्रणाली लागू गर्नुपर्छ जस्ता महत्त्वपूर्ण केही बाध्यकारी व्यवस्थाहरू छन्। म सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु के यस्ता प्रकारका बाध्यकारी परिस्थिति या बाध्यकारी जे प्रोभिजन छन् यसको पूर्व तयारी गर्ने या यसको तयारी गर्ने गरिकन हामीसँग के कस्ता प्रकारका तयारी रहेका छन्। यसमा खास गरिकन नेपालले तोकिएका लक्ष्य हासिल गर्न कानुनी संरचनालाई बलियो बनाउनुपर्छ र स्पष्ट नीतिका साथै नियमनकारी सङ्घ संस्थाहरूलाई सशक्त र जुझारु बनाएर कार्यान्वयन जानुपर्छ। नभने हामीले अनुमोदन गर्ने तर फेरि कार्यान्वयनको पक्ष फितलो भयो भने यो चाहिँ राष्ट्रकै छविका प्रति प्रश्न उठ्न जान्छ र हाम्रो कार्यदक्षताका प्रति पनि प्रश्न उठ्न जान्छ। त्यसैले यसलाई अनुमोदन गर्नुपर्ने आजको समग्र क्लाइमेट चेन्ज जलवायु परिवर्तनको पक्षबाट र अन्तर्राष्ट्रिय सन्धिमा हामीले जे हस्ताक्षर गर्यौं त्यो कोणबाट। तर प्रश्न के छ, म फेरि दोहोर्याएर भन्न चाहन्छु भने यसलाई कार्यान्वयन गर्ने पूर्व तयारीका रूपमा नेपाल सरकारले कसरी सोचेको छ, सूत्रबद्ध रूपमा चरणबद्ध रूपमा यसलाई कसरी अगाडि लैजाने सोचेको छ। त्यसैले म अन्तिममा के कुरा राख्न चाहन्छु भने कार्यान्वयनका लागि अहिले हामी खास गरिकन युएसआइडीले चाहिँ आफ्नो अनुदान र आफ्ना लगानीहरूलाई कटौती गरेको स्थिति छ। त्यसले एउटा प्रकारको अन्तर्राष्ट्रिय रूपमा बहस सृजना गरेको छ। नेपालमा रहेका सबै कर्पोरेट हाउसहरूले सीएसआर अन्तर्गतको उसको दायित्व जे छ त्यसलाई सरकारले एउटा बास्केटमा ल्याउने र लोक कल्याणकारी प्रकारका कार्यक्रमहरू विकास गरेर अगाडि जाने। त्यसले देशभित्र एउटा स्वाधीन प्रकारको आत्मनिर्भर प्रकारको चाहिँ राष्ट्रिय अर्थतन्त्रलाई विकास गर्न सकिन्छ र कर्पोरेट हाउसले सीएसआर अन्तर्गत खर्च गर्ने गरेका आर्थिक जे स्थिति छ त्यसलाई लागू गर्न सकिन्छ। सरकारलाई सुझाव दिन चाहन्छु र प्रभावकारी कार्यान्वयनको शुभेच्छाका साथ आफ्नो भन्नुलाई यही अन्त्य गर्छु। धन्यवाद। लाल सलाम। माननीय शिशिर खनाल। सम्माननीय सभामुख महोदय, अहिले हामी मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनको बारे छलफल गरिराखेका छौँ। सन् 2016मा नै अन्तर्राष्ट्रिय रूपमा पारित भइसकेको यो संशोधनको बारे हामी छलफल गर्ने क्रममा मूल रूपमा यो मोन्ट्रियल प्रोटोकलले चाहिँ क्लोरोफ्लोरो कार्बन यो जुन एयर कन्डिसन रेफ्रिजरेसनमा हुने ती तत्त्वहरूले ओजन लेयरलाई खण्डित गर्दै गयो
त्यसको लागि त्यसको रोक्नको लागि पहिला चाहिँ क्लोरोफ्लोरोकार्बनको प्रयोगलाई वर्जित गरियो। यो अहिले आइपुग्दाखेरि हामीले त्यसको सट्टा क्लोरोफ्लोरोकार्बनको सट्टा हाइड्रोफ्लोरोकार्बनको प्रयोग हुने गर्थ्यो र अहिले यो किगाली संशोधनले त्यसको पनि प्रयोगलाई क्रमिक रूपमा कम गर्दै लाने भनेको छ। 2016मा नै यो संशोधन पारित भइसकेको र आज हामी 8 वर्षपछि यसको छलफल हामी संसदमा यति बेला गर्दैछौँ र मूल रूपमा छलफल गर्ने क्रममा केही दायित्वहरू यो सन्धिको कारणले गर्दाखेरि यो केही दायित्वहरू हाम्रो नेपाललाई थपिँदैछ र मेरो प्रश्न पनि मन्त्रीज्यूलाई त्यो दायित्वहरू जे हामीले आइडेन्टिफाई गरेका दायित्वहरू छ त्यसकै सम्बन्धमा छन्। एउटा चाहिँ यसले के भनेको छ भने एचएफसी को आयात र उपभोगको नियन्त्रण गर्नुको लागि कानुनी संरचनाको व्यवस्था गर्नुपर्ने भन्ने दायित्व छ। त्यसको बारे अहिलेसम्म हामीले के गर्यौँ त 2016 देखि अहिलेसम्म हामीले के गरेका छौँ। त्यस्तै अर्को चाहिँ यसमा बेस लाइन 2020-21-22 को उपभोगको आधारमा हामी आफै चाहिँ उत्पादन गर्दैनौँ तैपनि प्रयोग गर्छौँ र त्यो 20 देखि 22 सम्मको लाई चाहिँ आधारभूत बेसलाइन प्रयोगको आधार मान्ने भनेको छ। त्यसको स्टडी के छ, हामीले अध्ययन सकिसकेका छौँ कि छैनौँ, बेसलाइन के हो त नेपालको लागि। अनि 2024 को प्रयोगलाई स्थिर राख्दै 2045 सम्म 80% चाहिँ हामीले प्रयोग घटाउने भनेको छ। त्यो पहिला त बेसलाइन कम्प्लिट भएको छ भने बेसलाइनले हामीलाई के भनेको छ 2024 देखि 2045 को बीचमा 80% प्रयोग घटाउनको लागि हामीले के गर्दैछौँ, मेरो अर्को प्रश्न। त्यसपछि हुन त यो वित्तीय प्रभावमा यहाँ हामीलाई दिएको वित्तीय प्रभावमा यो सन्धिको कारणले गर्दा खासै वित्तीय प्रभाव पर्दैन भनेको छ। तैपनि जुन खाले संरचनागत कानुनी संरचना र आयात घटाउनको लागि अथवा उपभोग घटाउनको लागि नै जुन खाले प्रावधानहरूको व्यवस्था छ त्यसले वित्तीय दायित्व पर्दै नपर्ने भन्ने विश्वास योग्य मलाई लागिराखेको छैन। त्यसले गर्दा हामीले इन्स्टिट्युसनल क्यापासिटी बिल्डिङको लागि पनि खर्च गर्ने वित्तीय दायित्व पूर्ण रूपमा यो जुन फन्डको व्यवस्था छ त्यसले नै भर्तेक गर्ने हो कि यसले हाम्रो राज्य कोषमा केही दायित्व थप गर्छ। यो मन्त्रीज्यूहरूको यसको विश्लेषण के छ मलाई त्यो पनि जान्न मन लाग्यो। र मूल रूपमा चाहिँ अब हामीले पहिला नै अन्तर्राष्ट्रिय रूपमा अग्री गरिसकेको अग्रिमेन्ट हो। स्वाभाविक रूपमा हामीलाई क्लाइमेट चेन्जको निकै ठुलो असर छ। यो ग्रिन हाउस ग्यासेसहरू घटाउनु पर्ने असर हामी कहाँ दायित्व छ। त्यो अर्थमा यो संशोधन पारित नगर्ने भन्ने प्रश्न त छँदै छैन। तर त्यो गर्दै गर्दाखेरि हाम्रो आफ्नै संस्थागत क्षमता वृद्धि, नियमन र संरचनागत सुधारको कामहरूमा चाहिँ कति ध्यान दिएका छौँ त्यो मन्त्रीज्यूलाई मैले ती प्रश्नहरू सोध्दै यहाँबाट बिदा भएँ। धन्यवाद। माननीय सदस्यहरू, अब माननीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनको सम्बन्धमा मान्यज्यूहरूबाट अहिले जे जति सुझावहरू आएका छन् यसलाई हामी पूर्ण रूपमा ग्रहण गर्दै यस विषयमा धेरै छलफलहरू अस्तिको छलफलमा पनि आइसकेको अवस्था छ र मान्यज्यूहरूले उठाएका सबै कुराहरूलाई हामी यो कार्यान्वयनको क्रममा र यसलाई प्रभावकारी कार्यान्वयन गरिनेछ र यसलाई कानुनी संरचनाहरू पनि बनाइनेछ र यसको अन्तर्राष्ट्रिय प्रावधानहरूलाई पनि हामीले त्यही अनुसार नै पालना गर्दै हामीले आफ्ना कार्यान्वयनका प्रक्रियालाई अगाडि बढाउनेछौँ भन्ने म विश्वास दिलाउन चाहन्छु। र यो प्रोटोकलमा किगाली संशोधनको कार्यान्वयनको जुन एउटा प्रक्रिया छ यसका लागि हामीले राष्ट्रिय ओजोन अब जो यसको इकाइ मार्फत किगाली संशोधनको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्ने र यसको निर्माण गर्ने क्रम भइरहेको छ। एचएफसी को जुन एउटा वार्षिक यसको
आयातको कोटा निर्धारण गर्ने गरिकन यसको राजपत्रमा सूचना प्रकाशन तयारी अवस्थामा रहेको छ र यो पास भइसकेपछि अनुमोदन भइसकेपछि त्यो प्रक्रिया पुरा हुनेछ र मोन्ट्रियल प्रोटोकलको यो बहुपक्षीयता जो छ यसको कोषबाट हामी जुन सहयोग प्राप्त गरिरहेका छौँ र यसले निरन्तर सहयोग प्राप्त गर्नेछ र यो हामी केही अझै ढिलो भइसकेका छौँ र यो विभिन्न कारणले अब ढिलो भएको कुरा हामी सबैलाई जानकारी छ। अब यो पास भयो भने यसले हाम्रा यो जलवायु परिवर्तनलाई र यो जुन एउटा तापमानलाई सीमित डिग्रीमा राख्नका लागि र यसले नेपाललाई धेरैभन्दा धेरै फाइदा गर्ने कुरामा म पूर्ण रूपमा यहाँहरूलाई जानकारी गराउँदै यो किगाली सन्धि अनुमोदनका लागि म यहाँहरूसँग पुनः निवेदन र अनुरोध गर्दै यहाँहरूका सुझाव र सल्लाहलाई पूर्ण रूपमा ग्रहण गर्ने म वचन गर्दै म प्रतिबद्धता व्यक्त गर्दै यो अहिलेको यो छलफलमा सहभागी हुने सम्पूर्ण मान्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। सभामुख महोदय धन्यवाद। मान्य सदस्यहरू, मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथिको छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्ष हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2081 साल फागुन 28 गते बुधबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।